ढाकाको लुगा जुन आजको दिनमा एकदमै पपुलर भएर गइरहेको छ। यो लुगालाई सबैले माया गरेको देख्नमा पाइन्छ। वास्तविकमा ढाकाको लुगा लिम्बू जातिले लाउने गर्छ, तर वर्तमान समयमा हेर्नुपर्दा सबै जनजातिले माया गरेर विभिन्न कार्यक्रम विभिन्न जग्गामा प्रयोग गरिरहेको छ। सानो नानीदेखि लिएर बुजुर्ग व्यक्ति, आमा बाउ, छोराछोरी सबैले लगाइरहेको देख्नमा पाइन्छ। ढाकाको लुगा सबभन्दा बेसी नेपाल र इन्डियाको नर्थ इस्ट रिजन इन्क्लुडिङ वेस्ट बेङ्गलमा लाउने गर्छ र साथै संसारका विभिन्न जग्गामा पनि प्रयोग गरिरहेको देख्न पाइन्छ। हुन त यो लुगा सबैले लाएर हिँड्ने त गर्छ, तर असलमा ढाकाको लुगाको उत्पन्न कसरी र कहाँबाट भएको हो त, र कसरी लिम्बूको मुन्दुम र ढाका एक अर्कासँग जोडिएको छ त? यही सवालको जवाब खोज्नको निम्ति हामी इन्डियाको सानो अनि सुन्दर राज्य सिक्किमको उत्तरे भन्ने ठाउँमा आएको छौँ, जसलाई सिक्किमको सबभन्दा सुन्दर ठाउँमा एक गनिने गर्छ। 6600 फिटमा बसेका शान्त अनि प्रकृतिको सुन्दरताले भरेको उत्तरे साँच्चै नै मनलाई छुने गर्छ। यही ठाउँमा बसेको छ अग्लो अनि सुन्दर पहाड, र यही पहाडको पछि बसेको छ आकाशलाई छुने हिउँले भरिएका अत्यन्तै सुन्दर हिमाल, र यही हिमालबाट आउने गर्छ सफा खोला, झरना, नदी जुन उत्तरेको चोखो अनि सुन्दर जमिनलाई छुँदै बग्ने गर्छ। यही पहाडको बिचमा बसेको छ एउटा यस्तो ब्रिज जसलाई एसियाकै सेकेन्ड हाइएस्ट ब्रिज भनेर चिनिने गर्छ, जसलाई भन्छ सिमसोर ब्रिज। बादलमा डुबेको पहाड, काँचभन्दा सफा पानी अनि यहाँ बसोबास गर्ने इन्डिजिनियस ट्राइबले यो जग्गालाई अलग्गै दुनियाँ बनाइदिन्छ। लिम्बू ट्राइब जो यहाँ हजारौं सालदेखि बसोबास गर्दै आएको छन्, उनीहरूको आफ्नै छुट्टै पहिचान छ, आफ्नै संस्कृति, भाषा, आफ्नै रीतिरिवाज त छँदैछन्, साथै एउटा एकदमै महत्त्वपूर्ण कुरा छ जुन लिम्बू ट्राइबको आइडेन्टिटीसँग जोडिएको छ, ढाका। र यसै ढाकाको खोजमा हामी उत्तरेमा एकजना चेली हाङमाको घर आएको छौँ। नातिनीले चिया खाएर अब छिट्टो मेलोमा हिँड्नु पर्छ है। सिङनुङ हानु एकमा बाम बाम न खेल्नु
gang thung la yung nga ara yan ta big ma bu bung थाकाको लुगाको लार्ज स्केल इन्डस्ट्री भन्दा पनि बेसी हाउस होल्ड इन्डस्ट्री देख्नुमा पाइन्छ। यसलाई लिम्बू समुदायमा छोरी चेलीले बुन्ने गर्छ। वर्तमान समयमा हेर्नुपर्दा धेरै एन्टरप्रेन्योरहरू पनि निस्किँदै गइरहेको छ, जसले थाकाको लुगाको फुल टाइम बिजनेस पनि गरिरहेको छ भने प्राय जस्तो गाउँ बस्तीमा आफ्नो फुर्सदको समयमा मात्र बुन्ने गर्छ। गाउँघरमा छोरी चेलीले तान बुन्नु भनेको आफैमा एउटा चुनौतीको कुरा हुन्छ, किनभने धागाको लुगा बुन्नु सँगसँगै आफ्नो धेरैवटा घरको जिम्मेवारी पनि निभाउनु पर्ने हुन्छ। त्यसैले आफ्नो घरको काम सकेपछि मात्र रहेको समयमा बुन्ने गर्छ। धागाको प्याटर्न धेरै किसिमको हुन्छ र हरेक प्याटर्नले आफ्नो आफ्नो मिनिङ बोकेको छ, जस्तै गुराँस बुट्टे, पुत्ताली बुट्टे, लहरे हँसिया बुट्टे, कचिया बुट्टे र इत्यादि भनिन्छ। इतिहासकै कुरा गर्नुपर्दा थाकाको उत्पत्ति लिम्बूको आफ्नै देश लिम्बुवानबाट भएको हो। तर इतिहासमै धेरै परिवर्तन हुनुको कारणले गर्दा लिम्बुवान छुट्टिएर विभिन्न जग्गामा बाँडिएको छ। कति इन्डियामा परिने गर्छ भने कतिपय ठाउँ नेपालमा परिने गर्छ। अहिलेको समयमा त थाकाको लागि धेरै किसिमको डोरी, धेरै किसिमको सामान सबै ठाउँ पाइने गर्छ। तर उहिलेको समयमा भने सिस्नु र केराको बोटबाट डोरी निकालेपछि मात्र थाका बनाउने गर्थ्यो, जुन एउटा चुनौतीको कुरा हुन्थ्यो। बनाउँदै जाँदा मेसिनबाट थाक थाकको आवाज आउँदा यसको नाम थाक थाकमा अथवा थाक्का भनेर नाम राखिएको हो र यसलाई नै पुस्ता पुस्ताले सिक्दै बनाउँदै गयो अनि
सामाजिक सञ्जालमा धेरै नै पपुलर हुँदै गयो। लिम्बू मात्र नभएर सबै जनजातिले प्रयोग गर्दै जाँदा बादमा गएर थाकालाई नै ढाका भनेर नाम राखिएको हो। थाकाको लुगा भनेको एक दिनमा बनाएर सक्ने काम होइन। यसलाई सक्नुको लागि धेरै समय लाग्छ। एउटा लुगा सक्नुको लागि 1 हप्तादेखि लिएर महिनासम्म पनि लाग्न सक्छ। थाका एउटा लुगा मात्र नभएर यसले लिम्बू जातिको इतिहास, कथा र पुर्खादेखिको ज्ञान बोकेर आएको छ। थाका आफैमा एउटा एकताको प्रतीक मानिन्छ। यसले लिम्बू धर्मको रीतिरिवाज, संस्कृति र जातिलाई जीवित राखेको छ। लिम्बू भाषामा थाकको मतलब नै लिम्बू जातिका दुवै स्त्री पुरुषले प्रयोग गर्ने लुगा बुन्ने तान भनेर पनि चिन्हित छ र यो अपभ्रंशित शब्द थाक तानबाट थाका भएको हो। थाकाको आफ्नै छुट्टै इतिहास छ र लिम्बू मुन्धुमसँग पनि गहिरो सम्बन्ध जोडिएका छन्। हाम्रो लिम्बूको मुन्धुम अनुसार उहिले नै धेरै अघिको समयमा लिम्बू चेली खापुरा निलोङदिङमा एकजना शिशुलाई जन्म दिन्छ। उसको नाम चाहिँ सुसुवेङ लालावेङ हुन्छ।
तर नानी जाडो सहनु नसकेको कारणले गर्दा दिनरात रोइरहन्छ। नानी एकदमै बेसी रुखको कारणले गर्दा आमा साह्रै पीडामा हुन्छ र त्यो पीडा सहनु नसकेको कारणले गर्दा ती आमा समस्याको हल खोज्नु तागेरा निङ्वा फुमाङको खोजमा निस्किन्छ, जसलाई लिम्बूको सबैभन्दा ठुलो भगवान भनेर मानिने गर्छ। माङको खोजमा ती आमा खोला, नाला, झरना, पहाड सबै पार गर्दै अघि बढ्छ, दिनरात नभनी आफ्नो यात्रालाई जारी राख्छ। धेरै यात्रा, तपस्या, प्रार्थना गर्दै जाँदा तागेरा निङ्वा फुमाङले त्यस पीडित आमाको पीडा देखेर आफ्नो उपस्थिति देखाउँछ। आमाले आफ्नो सबै पीडा, सबै दुःख माङको अघि राखेपछि माङले भावुक भएर आमालाई थाकाको लुगा बनाउनु भनेर सुझाव गर्छ र साथै थाका बनाउने सबै ज्ञान आमालाई दिन्छ र माङले भन्छ यो थाका बनाएपछि आफ्नो शिशुलाई दिनु अनि मात्र नानीलाई न्यानो हुन्छ। त्यसपछि आमा खुसीको साथमा आफ्नो घर फर्किन्छ र माङले जसो जसो भनेको हुन्छ त्यसो त्यसो गर्दै जान्छ। निलुङदिम्माले सबैभन्दा पहिला सिस्नु र केराको बोटबाट डोरी निकाल्छ र भनेको अनुसार डोरीबाट पहिलो लुगा बनाउन थाल्छ।
हुन त मागले लुगा बनाउने ज्ञान त दिएको हुन्छ, तर अनुभवको अलिक कमी हुनको कारणले गर्दा भनेको जस्तो राम्रो नबने तापनि जाडोलाई ढाक्न हुन सक्ने लुगा बनाउँछ। र मुन्दुम अनुसार थाकाको उत्पत्ति यसरी भएर आएको हो। जानु संसार धेरै परिवर्तन भइसकेको छ। समय कहाँदेखि कहाँ पुगिसकेको छ। फ्यासनकै कुरा गर्नुपर्दा वेस्टर्न कन्ट्रीले सारा संसारलाई डोमिनेट गरेर राखेको छ। ग्लोबलाइजेसन र वेस्टर्नाइजेसनले प्राय जस्तो कल्चरलाई धेरै इफेक्ट गरिरहेको देख्नुमा पाइन्छ। तर यस्तो फास्ट चेन्जिङ वर्ल्डमा पनि आज थाकाको लुगाले आफ्नो जरा दह्रो गाडेर बसेको छ। जति नै वेस्टर्न कल्चरको डोमिनेन्स भए तापनि थाकाको लुगाले आफ्नो पपुल्यारिटी गुमाएको छैन र यो सबै देख्दा साँच्चै नै थाकाको लुगामाथि तागेर निङ्मा फुमाङको आशीर्वाद रहेको महसुस हुन्छ। Sweet